श्रीमान दुईजना यहाँ कोला खाने भन्दै बाख्रा हेर्दैछन् गाइज हेर्नु यहाँ नयाँ साथी आएको हाम्रो हुर्रे यहाँ हेर्नुस् गाइज अहिले मलाई डन्ठी लिएर खेदाउने मान्छे भाग्दैछ गाइज फेरि पछाडि यहाँ हराई कोला टिप्न गएको मान्छे खोज्न जाउँ गाइज सुगन्नु गएको थियो कि हो चुम गर्नुपर्छ हेर्नुहोस् है गाइज यहाँ कहाँ गयो जङ्गल जङ्गल कुद्दैछ जुम बाँदर आइज गाइज मलाई बोलाएर बाँदर आइज गाइज हाम्रो टाक्नु साथी आइ भन्दिनु यहाँ चप्पलको भण्डार छ भन्दै यो मलाई अघि पिछा गरेर देख्ने मान्छेहरू हेर्नुहोस् गाइज हेर्नुहोस् चप्पलको भण्डार तल अहिलेसम्म देख्नु भएको छ यो भिडियो एकदम स्क्रिप्टेड होइन हेर्नुहोस् गाइज चप्पलको भण्डार ओइ चप्पलको भण्डार ओइ मेरो हेर्नुहोस् चप्पलको भण्डार हेर गाइज यहाँ बाँदर मान्छे हेर्नुहोस् गाइज म पनि भिडियो हेर्नेवाला छुइनँ जुम गाइज घर भिडियो त दामी छ क्या दिल्लीमा पुगेर आउँ किन आइसिलु फल्छ फल्छ त्यहाँ गरिनु गाइज खान जाँदैछु म जानु मजा आउँछ आइसकेर खान कहाँ हो त्यो तल स्कुलमा कि फ्याक्ट्री त नजाने स्कुलदेखि अलिकति पर छ नि रातिको त हुन्छ के पनि के पो टाढा जाँदाखेरि राति जानु हुँदैन घोडा गाडेको छ मरेको के हुन्छ घोडा गाडेको मरेको घोडा गाडेको छ भन्छ जिउँदै गाडेको छ भने राति तसायो भन्दै नरुनु कफी कागजले देख्नु भएको छैन गाइज यहाँ हेर्नुहोस् गाइज कफी ओइ टक्नु भाइले मलाई ठेलेछु गाइज आइ भन्दै हेर्नुहोस् बाँदर ओइ बाँदर चिकन बनाना हेर्नुहोस् गाइज no banana chicken banana भिडियो पनि हेर्नुपर्छ गाइज म भइले अपलोड गर्न आँटेको युट्युबमा बाख्रा भागिरहेको गीता गाइज सबटु च्यानलमा गीता देवी थापा च्यानलको नाम हो गाइज प्लिज सब्स्क्राइब गरिदिनु होला नजाऊ त्यहाँ घोडा गाडेको छ भन्दैछु घोडा यताबाट गाडेको छ कसको घोडा छ आदि उता चीज बनाउने म चाहिँ नगएको गाइज यिनीहरुसँग म त जान्नु एउटा खोताल्नु एक्लै जा एउटा चीज खोताल्नु छ यहाँ सोनाका खोजमा हामी आइम गाइज आज हाम्रो यहाँ अमला गाडेको हुन्छ यहाँ खोज्दाखेरि धेरै अमला भेट्यो गाइज यसले छाडेर झट्टै हामीले पानी अमला अघि मैले आएको थिएँ हिजो होइन त्यो पानी अमला च्यातिँदैन पानी त हो हाम्रो घरमा छ त पानी अमला
यता दिनु हुँदैन नि त तर निकाल त हेर्नुहोस् गाइज यहाँ म चाहिँ फोटोग्राफर अट होइन इत्रु छ पाकेकै छैन तर गाइस खाम गाइज जे भयो नि खानु भनेको खानु इत्रु छ गाइस तर खानु भनेको खानु हो नि गाइज हैन खान पाए खाऊ न के को दिक्कत माछा हेर्न जाऊ माछा हेर्न जाऊ भेट्यो दुईटा भेट्यो मलाई देऊ न म चाहिँ यसले गर्दा हामी फस्छौँ त्यसले हेर्नुहोस् गाइज मलाई दुईटा दियो किन हो नि मेरो साथी हो गाइज माछा हेर्न जाउँ माछा हेर्न तर माछै छैन उता लगा तर हिँडौँ माछा छैन तर त्यसको बच्चाहरू मात्र छ तर त्यो हामी हेर्दिनौँ त्यही भएर हामी ट्रकभित्र चढ्न आँटेको अब चाहिँ यिनीहरू ट्रकभित्र चढ्छन् म तपाईँहरूलाई माछाको फुल भ्यू देखाउँछु यहाँ हाम्रो बाँदरको बच्चा भन्ने बहिनी हाम्रो मसँग आउने छ एकदम शानदार गाडी छ एकदम ब्लर छ भने माइन्ड नगर्नु होला गाइस